के भयो ट्राफिक छ अगाडि साथीहरु हल्का यसो बाटो बिर्सेको अवस्था अन्त रातिको बेलामा भाइ के भयो के छ हरि ओके हाम्रो नेताजी हुनुहुन्छ यहाँ के भन्न चाहनुहुन्छ सर आदरणीय नेताजी लाल सलाम So what is up guys, welcome to the day 2 in Kathmandu with my brothers Anmol and Hira हैन हरि हैन त के छ मेरो भाइ ठीक छ मेरो भाइ ठीक छ ल हामीहरु जाँदैछौँ हल्का यसो बाहिरतिर आज डे 2 कता कता जाने हो ओइ अब हिँडौँ न त्यो सानो काम छ कामसँग खलास गरौँ त्यसपछि बिजी मान्छे परियो के गर्नु ल भेट्नु पर्छ भाइ ल जाम हामी सो हामी यसो भ्यालीमा यसो सानो काम बागी छ त्यो भ्याइ छ हैन बाहिर हाम्रो ल मिस्टर रोका इन दी हाउस अनमोल एके एन्ड मिस्टर रोका इन दी फ्रेम एके किरण रोका हो नि त ओके गाइज स्टे ट्युन विथ मी हो आई विल सो यु के गर्छु आज दिनभरिमा कामहरु धेरै छ कामहरु धेरै थियो तर पेन्डिङ भयो अब यो दिन फेरि जान्छु म होम टाउनतिर त्यसपछि फेरि आउँछु हेरौँ साथीभाइहरु को भेटिन्छन् को छन् नेपालमा सबै त गइसकेको है अनुभव प्राय गराहरू गइसक्यो अब हामी छौँ म पनि छैन 1 महिना छु हेरौँ के हुन्छ त्यो स्टे ट्युन विथ मी गाइज नेपालको पब्लिक ट्रान्सपोर्टेसन साझा यातायात हाम्रो जस्तै दुबईको आरटिए भने जस्तो यो हो नेपालको साझा यातायात A few minutes later. ओ के छ यार के छ कमल दोस्त यार हाम्रो साथीहरु के छ विशाल ठीक छ साथी यार के छ त के छ कमल दोस्त ठीक छ ओके थ्यांक यू म्यान थ्यांक यू यार अनि के छ कमल दोस्त भेट्दा हामी कुन ठाउँमा आइसक्यौँ साथी यो हामी खै तारकेश्वर भन्छ क्या यार तारकेश्वर भन्छ कहाँ जानु गइरहेको छ हामी चाहिँ
ओके तारकेश्वरदेखि हाम्रो भ्यू यस्तो छ गाइज है त टक्क यस्तो छ हाम्रो भ्यू चाहिँ काठमाडौँ है कलार काठमाडौँमा भ्यू छ अनि हामी जाँदैछौँ हल्का यसो हटलेमा हाल्नु पऱ्यो यहाँ साथीभाइहरूसँग यसो मजाको गफसप हुँदै मजाले हजुरलाई अपडेट दिन्छु अन्त लङ टाइम ब्याक मेरो जिग्री बडी विशाल अन्त अनि हाम्रो बेस्ट बडी मिस्टर रोका अनमोल एन्ड वान अफ द फाइनेस्ट गाय कमल ए कमल वाट इज साथी बढाउ ओके थ्याङ्क यू म्यान थ्याङ्क यू ओके A few minutes later. A few minutes later. के भयो ट्राफिक छ अगाडि के साथी के छ म्यान ए वाच यु ब्याक beside the house man सो गाइस अगाडि मापसे भएको कारणले गर्दा हामी गल्ली गल्ली गएर अवस्था होइन त अगाडि विशाल छ अगाडि भाइ छ कमल छ अनि अनमोल र मसँगै छौ अनमोल हामी के यति लामो टाइम लाग्यो ठाउँमा जानु भयो त हल्का मापसे भएको कारणले गर्दा फेरि मापसे मिन्स ड्रिङ्किङ एन्ड ड्राइभ केस भन्छ नि है अङ्ग्रेजीमा है हामी नेपाल त मापसे भन्छौँ हल्का यसो साथीभाइ भेट यसो हल्का राम्रो टक्स भयो काम सामको बारेमा यताउति त्यही हो अब के भनेपछि हल्का हाइवेमा ट्राफिक बस्छ हल्का चेकिङ हुन्छ मापसे साथै गल्ली गल्ली गइरहेको अवस्था हामी सो स्टे ट्युन विथ दिस गाइज अन्त हामी कहाँ जान्छौँ थाहा पाउनुहुन्छ हजुर होइन त अनमोल ल ठिक छ ल स्टे ट्युन विथ दिस गाइज साथीहरू हल्का यसो बाटो बिर्सेको अवस्था अन्त रातिको बेलामा भाइ के भयो कहाँ अड्लेर भाइ अनि ओइ घुमा रुक न घुमाउनु देऊ न के साथी भन न यार चाइल्डहुड मेट हो नि त साथी बच्चनको दोस्त हो नि त केटाहरू खै बाटो कहाँ यहाँ हाले क्लोज छ बाटो केटा गइसक्यो अब अनि साथी के भन्न छ त तिमीलाई यार अहिले बाटो बिर्सेर तनाएपछि बाटो हेर्नु भयो बाटो देखाउनु बन्द अरे के अनि के छ त्यसको विचार अब अर्को गल्ली खोज्ने फेरि ल यो त एकछिन हामी देखाउँछौँ कहाँ जान्छौँ अर्को गल्लीबाट यार है त्यो फन भइरहेछ घुमा गाडी सो गाइस वेलकम टु तमेल होइन त होइन भित्रभित्र घुसेर भए पनि हामी आइपुग्यो तमेलतिर अब गाडी कहाँ हाल्ने पायो कहाँ हो गाडी कहाँ राख्ने हो कहाँ जानु भयो यार बाइक पार्क गरिदियो कि कहाँ गर्ने थाहा छैन कहाँ गऱ्यो नभन बाइक अनमोल बाइक पार्क सो गाइस वी आर इन तमेल सो यो भनेको यो हाम्रो लोकल गल्लीहरू हो अन्त हाइवेमा पुलिसहरू टन्नै छ मापसी गराएछ केटाहरू होइन
जिउनु हुँदैछ नि त हेर्दै बस्यो हामी गर्नु डरो खान्छ भनेर के अरे साथी के अरे फेरि भन त एकचोटि भन ल ओए अरे भन कहाँनिर लोकेसन पनि भनिदिन्छु त्यहाँ ठ्याक्कै त्यो नर्सिङ चौक अगाडि हो त्यो मुसो चिनेको हो भाइ छ डेटुमा काउन्टरमा छ हो साथी विशालको त्यहाँ सुनिन्छ त अहिले सुनिन्छ त्यहाँबाट यस्तो कमोडोस पनि छ पर्पल हेज भाइ चिल हाल्दै आज पुरै कुन चाहिँ मगाइदिउँ हाम्रो जिमी हेन्ड्रिक्स वान अफ द फाइनेस्ट लेजेन्ड वर्ल्ड गाइड अनि के छ मानव के छ मानव ल अब के हो तिमी आयो खुसी लाग्यो गुड स्याटरडे भइरहेको छ है आफ्नो लङ टाइम साउट टु माई किरण साथी है सबले यसो हल्का सब्सक्राइब गर्नु पऱ्यो माया देखाउनु पऱ्यो सपोर्ट गर्नु पऱ्यो है